भाइ कहाँ गएको अहिले के भयो कहाँ बस्नु म देखेनको भाइ R15 ल्याएको झन् हिजो भर्खर अहिले कहाँ चाहिँ बस्नु भन बस न अहिले के भयो भन हेर्नु त ए आज त बाइकै बिर्सेर पो आएछ फेरि बेसी चेपे कि फिल भइदिइरहेको छ नि त कस्तो भनेको अहिले के भन्छ होइन के गर्छ फेरि म होइन आज अलिकति बेसी भएछ कि त्यही कारणले होइन मलाई हतार भयो म जान्छु ओ माल माल पर्ख न तिमी त हिँडेको गर्दो रहेछ नि त फेरि एकछिन पर्ख न आज त त्यस्तै भयो कि भोलि चाहिँ चलाउँछु नि त तिमीलाई बाइकमा कस्तो होइन तिम्रो बाइकमा चाहिँ तिमी नै बस्छ म चाहिँ बस्दैन अल्लाह कसम भनेको कि तिमीलाई चाहिँ चढाउँछु नि फेरि भोलि चाहिँ बाइकमा फेरि नि तिम्रो बाइकमा चाहिँ तिमी नै बस्छ तिम्रो बाइकमा तिमी नै बस्छ म चाहिँ जिन्दगीमा बस्दैन भनिदियो आज आएर चाहिँ भनिदियो तिमीले पनि हामीले के दियो ओ आज त भइहाल्यो कि कस्तो भोलि चढाउँछु नि त होइन मेरो भाउ तिम्रो बाइकमा चाहिँ तिमी नै बस्छ होइन म चाहिँ जिन्दगीमा बुढो बोली बसाउला त आज चाहिँ नबस्ने होइन भयो चढाउँछु अब ड्युटी पनि आइहाल्यो होइन भोलि चाहिँ तिमी कस्तो चढाउँछु नि फेरि कस्तो चढाउनु पर्छ नि फेरि भोलि चाहिँ ओके म भोलि चढ्छु नि त अब चाहिँ मलाई काम गर्नु दियो होइन म काम गर्छु ल त्यसो भए होइन म पनि त काम त गर्नु पऱ्यो नि त हल्का तिमीहरू चाहिँ हेर्दै गर कि सानो ब्रेकमा गएर आउँछु त 2 मिनटमा गएर 5 मिनटमा आउँछु प्लिज ओके A few moments later. सबै यस्तो छ अर्डरहरू के हो अहिलेदेखिको 1-2 घन्टा भइसक्यो अर्डर आएको यसमा के हुन्छ त कस्टमरले ल्याउने गर्छ त्यही माथि हाम्रो यस्तो पारा हुन्छ म म्यानेजर कम्प्लेन गर्नु छ तपाईँलाई सर के हो यस्तो पाराले किचनको मान्छे यस्तो सर गर्छ कि लेट सेटको खानाहरू हुँदैछ तपाईँ एकपल्ट गएर भन्नु पऱ्यो एकदम कम्प्लेनहरू गर्दैछ कस्टमरले हामीलाई समय एकदम साह्रो पर्दैछ एकपल्ट भनिदिनुहोस् तपाईँ गएर ल केटाहरू कहाँ छ केटाहरू त किचनमा छ एकदम लेजी काम गर्दैछ है म कुरा गर्छु जाउँ यत्रो टाइम भइसकिसक्यो उहाँ मलाई कम्प्लेन आएको थियो उहाँबाट वेटरबाट अब यत्रो टाइममा पनि यति नाफिर अर्डरहरू निकाल्नु सकेन भने तिमीहरू के गर्छौ तर काम गर्नु मन छ कि छैन काम गर्नु मन छ भने गर्नु नभए नगर्नु त्यो आएको खोइ आएको त्यहाँ खोइ आएको खै सर आउनु त मैसँग आएको थियो 1 घन्टा भइसक्यो वासिङ मेसिनबाट भनेर अहिलेसम्म आएको छैन तिमीहरूको त यस्तो पाराले हुँदैन पहिलेदेखिको यस्तो अस्तिदेखिको एक्सक्युज मैले दिइरहेको छु अब चाहिँ यो माथि डिएमसँग कुरा गर्नुपर्छ खै सर कता गयो उतैतिर जान्छु भने 1 घन्टा भइसक्यो हामी पनि बिहान गरेछ हो हामीसँग आएको थियो अलि साइड खाएको थियो अनि के खाएको थियो खै उतैतिर गएको छ सर म थाहा छैन ल अहिले आयो भने मलाई भेट गर्नु भन्नु ल हुन्छ सर हेरेर हो यस्तो पाराले हो भने त हुँदैन हो फेरि गाडी खानु खान्छ हुँदैन जहिले पनि त्यस्तै गर्छ म त त्यस्तो पाराले म गर्दिनँ है म त छोडिदिन्छु म यहाँ काम हुँदैन जहिले पनि यति अर्डर आउँछ त्यही कहाँ निस्किहाल्छ माल खानु कहाँ के बाथरुम सथरुम बनाएर बाना मारेर म गर्दिनँ है दाजु छोडिदिन्छु म खोजेर आउँदैछु गाडी छ ल यसले गर्दाखेरि जहिले पनि गाली खाएको छ घरि म्यानेजरकोबाट खान्छ कहिले म्यानेजरकोबाट खान्छ ए होइन यसले त आज त साह्रै दुखाइसक्यो म पुरा रिस उठिसक्यो कि म काम गर्दिनँ कि त त्यो बस्छ कि म बस्छ कि माइतिर राखोस् कि त म राख्छु मलाई राखोस् आज त माल पनि त हानेको छ कि बिहानदेखिको फाइल हानिसक्यो अब त माल पनि बनिँदैछ अब यो पनि हानिदिनु पऱ्यो हो जाँदा कामसाम जेसुकै होस् मलाई केही मतलब पर्दैन कस्तो भनेको कि हुँदैछ अब फिल हुन्छ नि त अब चाहिँ तानिदिनु पऱ्यो अब त टक्क गरेर होइन
कसम भनेको यस्तो मजा चाहिँ नि पुरा हिन्दुस्तानलाई दिनु खोज्छु क्या म चाहिँ आमामा पक्कै यसको यो अड्डामै होला यो यतातिर त छैन के हो कामसाम के हो अनि के गरेको यो के 2 मिनट त भयो भर्खर आएको 2 मिनट अन्त 2 मिनट त भयो भर्खर त आएको होइन क्या अन्त होइन 1 घन्टा भइसक्यो त अर्डर आएर टाइमै भइरहेछ उहाँ जिएमले गाली गर्दैछ म्यानेजरले गाली गर्दैछ त्यो मालिकले गाली गर्दैछ अनि यस्तो पाराले हो भने त के हो कि तिमी गर कि म गर्छु त्यस्तो कुरा चाहिँ नगर कि कस्टम भनेको नि भर्खरै आएको कि 2टा पम्प मात्रै त तान्यो भर्खर आम्बो अति नै भइदिइरहेको कि तिमीले सक्दैन भने म कुरा गर्छु नि फेरि मालिकसँग चाहिँ कस्टम भनेको नि तिमी कुरा गर म त सक्दिनँ यस्तो पाराले हो भने चाहिँ म कामसाम पनि गर्दिनँ कस्टम भनेको नि फेरि आमा ल्याङ गरिदिइरहेको छ क्या जहिले माल तान्ने बेलामा आएर ल्याङ गर्छ कस्टम भनेको कि अनि यस्तै गऱ्यो भने त म जिएमले गाली गरेछ मालिकले गाली गरेछ म अर्डर आएर थुपिरहेको छ तिमीलाई उहाँ मालिकले बनाउँछ तिमीले हिँड वहाँनिर म त सक्दिनँ अनि 1-2वटा अर्डर पनि हाल्नु सक्दैन क्या कस्टम एक दुईवटा कहाँ छ त्यहाँ हेर त गएर त्यस्तो हुँदैन नि कस्टम भनेको मालिक म्यानेजर सबैलाई भेटाउ कि म कुरा गर्छु कस्टम भनेको बोलेर आएर तिमी जाऊ त्यहाँनिर बात गर म त सकिनँ के यस्तो जग्गामा त हामी पनि काम गर्दैन नि फेरि कस्टम भनेको कि अहिले फेरि हुन्छ नि फेरि अहिले उहाँ तिमीलाई म्यानेजरले बोलाएको छ उहाँ भेट्नु जान्छु नि अन्त डराउँछ के हो कस्टम भनेको नि फेरि नडराइकन जाऊ तिमी जाऊ हिलो भइदिइरहेको छ अहिले त हो म्यानेजरसँग पनि गरिदिने हो ब्याङ्क कुरा गरिदिने हो कस्टम भनेको कि अहिले हुन्छ पो फेरि आज त म्यानेजरसँग पनि कुरा गरिदिने हो सर तपाईँले मलाई बोलाउनु भएको बोलाएको छ कहाँ गएको थियो अघि बाथरुम गएको नि सर 2 मिनटको लागि त गएको थिएँ त्यत्रो अर्डर आइरहेछ बाथरुम चाहिँ कसलाई भनेर गएको थियो मैले किचनमा भनेर गएको त सर तपाईँ फेरि हौडी नबोल्नु मलाई यहाँ कम्प्लेन आएको थियो वेटरबाट त्यत्रो अर्डर डल्लै थियो एउटा पनि अर्डर निक्लिएको छैन अन्त अरूको टाइम छुट्टीको टाइममा त मैले हेरिदिइरहेको छु त एकछिन पनि हेर्नु सक्दैन क्या बाथरुम पनि एकछिन? गर्नु पाउँदैन क्या जब अर्डर सकिनु तब त निक्लिनु पाउँछ जब अर्डर त्यहाँ हरास पडिरहेछ त्यतिखेर चाहिँ किन निक्लिनु अन्त म हुँदाखेरि अर्डर थिएन नि त सर कस्तो कुरा गर्छ काम गर्नु मन छ कि छैन काम गर्नु चाहिँ होइन कि यसरी टर्चर गऱ्यो भने चाहिँ कस्तो म काम गर्दिनँ नि त्यसो सर कस्टम भनेको नि आमामा म्यानेजमेन्ट भनेको चाहिँ नि मलाई अति नै हेरिसक्यो नि फेरि यस्तो कारणले हेर्दै गर्दिनँ नि फेरि दसैँ तिहारको टाइममा त काम गराउँछ काम गर्नु मन छ भने गर्नु होइन भने निक्लिएर जानु त्यस्तै हो भने चाहिँ सर कस्टम भनेको कि हामी पनि टेर्दैन नि फेरि जाने भने फेरि जा म्यानेजरलाई पनि सेक दिन्छु अहिले अन्त र त ल्याङ गर्दो रहेछ कस्तो कामसाम पनि गर्दैन यस्तो काम पनि कसले गर्छ गर्दैन घन्टा जस्तो यस्तो काम पनि को गर्छ घन्टा अब त चलिदिन्छु म्यानेजरलाई पनि बाहिर भेट्यो भने त डह्रो सेक दिन्छु म फेरि ओ म्यानेजर ओइ के अरे म्यानेजरलाई पनि घन्टा दिनु पर्ला जस्तो छ सिग्नेचर स्टप पर्खी